वरिष्ठ कलाकार होइन, प्रभावशाली कलाकार, कालजयी कलाकार होइन, एउटा सिङ्गो युगको अन्त्य भयो हुन्छ। सुनिल थापा दाई पर्दामा त खलनायकको रूपमा आउनुहुन्थ्यो होइन, तर मैले त पहिलेदेखि नै होइन नायकमा महानायक राजेश हमाल दाई हो भने होइन, खलनायकमा महाखलनायक चाहिँ सुनिल थापा दाई नै हो। तर उहाँलाई त्यो महाखलनायक भनेर होइन जसले यस्तो पदवी दिन्छ किन नदिएको म आफै बुझ्दैन थिएँ। तर म चाहिँ हरेक इन्टरभ्यूमा हाम्रो नेपाल फिल्म इन्डस्ट्रीको महाखलनायक भनेको चाहिँ होइन सुनिल थापा दाई नै हो, त्यसमा कुनै डाउट नै छैन। र उहाँ पर्दामा खलनायक भएर आए पनि होइन मेरो फिल्ममा 12-13वटा फिल्ममा उहाँ खेल्नुभएको छ र मेरो पनि खास अब मेरो मात्रै होइन चलचित्र उद्योगकै अभिभावक हो। सायदै होला सुनिल थापा दाईलाई चाहिँ मन नपराउने मान्छे नेपालमा दर्शकहरूले पनि अनि हामी चलचित्र उद्योगमा लाग्ने मान्छेले नि वास्तवमै आज हामीले एउटा ठुलो अभिभावक गुमाएको छ। कस्तो थियो तपाईँहरूको सम्बन्ध चाहिँ? हाम्रो एउटा पारिवारिक सम्बन्ध पनि थियो। त्यसपछि हामी अब उद्योगमा पनि उहाँ पनि कलाकार, म पनि कलाकार भएको हुनाले अझै प्रगाढ थियो। अनि उहाँको त्यो एभरेस्ट एकाडेमी एउटा स्कुल छ त्यसमा हामी पनि सम्बन्ध थियौँ, गइरहेको थियौँ। वास्तवमै आज एउटा अब हामीले अभिभावक पनि गुमाएको छौँ। के छ उहाँको छोरा र परिवारका केही व्यक्तित्वहरू आउन ढिलाइ भएको कारणले गर्दाखेरि चाहिँ एक दिन कुर्न पऱ्यो कि अथवा के हुँदै हो? होइन अब यस्तो भयो, अलिकति समय पनि भएन, किनभने एउटा अब राष्ट्रिय स्तरको कलाकारलाई राष्ट्रिय सम्मान दिने कुरो पनि भयो। अनि हतारमा गर्दाखेरि अब यो विभिन्न सरकारलाई पनि हामीले निवेदनहरू दिनुपर्ने भयो सम्मान गर्नुको लागि। त्यसले गर्दाखेरि अर्को चाहिँ अब बम्बईबाट अलिकति भाउजूहरू आउन अलिकति ढिलो भयो, डाइरेक्ट फ्लाइट रहेन रहेछ। अनि बागडुग्रा हुँदै त्यसपछि भद्रपुर हुँदै यहाँ आउँदाखेरि अलिक ढिलो पनि भएको। तर ढिलै भए पनि हामी एक रात राखेर एकदम भव्य रूपमा चाहिँ उहाँको यो सबलाई चाहिँ यात्रा गराउने श्रद्धाञ्जली गर्ने भन्ने हिसाबले हामीले एक रात राख्यौँ। अब आवश्यक नै हामीलाई के लागेको छ भने अब ठुलो चलचित्र उद्योगले एउटा हाम्रो अभिभावक हामीले गुमाएको छौँ। सिङ्गो नेपाली चलचित्र उद्योगले राष्ट्रिय कलाकार र उहाँ त अब अन्तर्राष्ट्रिय बजारमा समेत ख्याति प्राप्त भएको हुनाले अब यो अपूरणीय योगदानलाई त अब कसैले पनि पूर्ण गर्न सक्दैन। अब हामी हाम्रो माझमा उहाँ नरहे पनि अब सधैँ हामी चलचित्र उद्योगले उहाँले दिनुभएको जुन योगदान छ त्यसलाई सधैँ हामी सुनिल यतिखेर हामी सुनिल थापाको यात्रामा छौँ।
कलाकार होइन, प्रभावशाली कलाकार, कालजयी कलाकार होइन, एउटा सिङ्गो युगको अन्त्य भएको हुन्छ। किनकि सुनिल थापा दाई पर्दामा त खलनायकको रूपमा आउनुहुन्थ्यो होइन, तर मैले त पहिलेदेखि नै होइन, नायकमा महानायक राजेश हमाल दाई हो भने होइन, खलनायकमा महाखलनायक चाहिँ सुनिल थापा दाई नै हो। तर उहाँलाई त्यो महाखलनायक भनेर होइन जसले यस्तो पदवी दिन्छ किन नदिए म आफै बुझ्दैन थिएँ। तर म चाहिँ हरेक इन्टरभ्यूमा हाम्रो नेपाल फिल्म इन्डस्ट्रीको महाखलनायक भनेको चाहिँ होइन सुनिल थापा दाई नै हो, त्यसमा कुनै डाउट नै छैन। र उहाँ पर्दामा खलनायक भएर आए पनि होइन मेरो फिल्ममा 12-13वटा फिल्ममा उहाँ खेल्नुभएको छ र मेरो चाहिँ खास अब मेरो मात्रै होइन चलचित्र उद्योगकै अभिभावक हो। सायदै होला सुनिल थापा दाईलाई चाहिँ मन नपराउने मान्छे नेपालमा दर्शकहरूले पनि अनि हामी चलचित्र उद्योगमा लाग्ने मान्छेले नि वास्तवमै आज हामीले एउटा ठुलो अभिभावक गुमाएको छ। कस्तो थियो तपाईँहरूको सम्बन्ध चाहिँ? हाम्रो एउटा पारिवारिक सम्बन्ध पनि थियो। त्यसपछि हामी अब उद्योगमा पनि उहाँ पनि कलाकार, म पनि कलाकार भएको हुनाले अझै प्रगाढ थियो। अनि उहाँको त्यो एभरेस्ट एकाडेमी एउटा स्कुल छ त्यसमा हामी पनि सम्बन्ध थियौँ, गइरहेको थियौँ। वास्तवमै आज एउटा अब हामीले अभिभावक पनि गुमाएको छ। के छ उहाँको छोरा र परिवारका केही व्यक्तित्वहरू आउन ढिलाइ भएको कारणले गर्दाखेरि चाहिँ एक दिन कुर्न पऱ्यो कि अथवा के हुँदै हो? होइन, अब यस्तो भयो अलिकति समय पनि भएन, किनभने एउटा अब राष्ट्रिय स्तरको कलाकारलाई राष्ट्रिय सम्मान दिने कुरो पनि भयो। अनि हतारमा गर्दाखेरि अब यो विभिन्न सरकारलाई पनि हामीले निवेदनहरू दिनुपर्ने भयो सम्मान गर्नुको लागि। त्यसले गर्दाखेरि अर्को चाहिँ अब बम्बईबाट अलिकति भाउजूहरू आउनु अलिकति ढिलो भयो, डाइरेक्ट फ्लाइट रहेन रहेछ। अनि बागडुग्रा हुँदै त्यसपछि भद्रपुर हुँदै यहाँ आउँदाखेरि अलिक ढिलो पनि भएको। तर ढिलै भए पनि हामी एक रात राखेर एकदम भव्य रूपमा चाहिँ उहाँको यो सबलाई चाहिँ यात्रा गराउने श्रद्धाञ्जली गर्ने भन्ने हिसाबले हामीले एक रात राख्यौँ। अब आवश्यकै हामीलाई के लागेको छ भने अब ठुलो चलचित्र उद्योगले एउटा हाम्रो अभिभावक हामीले गुमाएको छौँ। सिङ्गो नेपाली चलचित्र उद्योगले राष्ट्रिय कलाकार र उहाँ त अब अन्तर्राष्ट्रिय बजारमा समेत ख्याति प्राप्त भएको हुनाले अब यो अपूरणीय योगदानलाई त अब कसैले पूर्ण गर्न सक्दैन। अब हामी हाम्रो माझमा उहाँ नरहे पनि अब सधैँ हामी चलचित्र उद्योगले उहाँले दिनुभएको जुन योगदान छ